नमस्कार सबैजनालाई। आज म फेरि हाम्रो नेपाल इन्जिनियरिङ काउन्सिलमा सोधेको प्रश्न मेरो प्रश्न नम्बर 114 मा म डिस्कसन गर्न गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेर्दिनु होला है त। अब प्रश्न नम्बर 114 को ए यस्तो रहेको छ। एक्टिभ अर्थ प्रेसरको डिफिनेसन दे भनेको छ द एक्टिभ अर्थ प्रेसर अफ सोइल इज डिफाइन्ड एज द ल्याटरल प्रेसर एक्जर्टेड बाइ सोइल। अब हेर्नु हजुरले क्र्याक गर्न सक्ने कसरी क्र्याक गर्न सक्नुहुन्छ भन्दाखेरि एक्टिभ अर्थ प्रेसर ए छ नि अगाडि ए भन्ने बित्तिकै अवे फ्रम द सोइल मास सम्झिनु। अवे फ्रम द सोइल मास यो होइन, अवे फ्रम द सोइल मास यो पनि होइन, अवे हो इ अवे फ्रम द ब्याकफिल अथवा पछाडिको जुन सोइल मास हो त्यो भन्छ एक्टिभ छ भने अवे सम्झिनु भन्छ। एन्सर इज सी। यसरी मैले चाहिँ पढ्छु पढ्दाखेरि चाहिँ एक्टिभ अर्थ मास छ भने अवे छ भने दिस इज द करेक्ट एन्सर है त। अर्कोमा जाऊ। विच अफ द फ्लोइङ वाटर इज युजेबल टु प्लान्ट। प्लान्टले युज गर्ने वाटर कुन हो? क्यापिलरी है। हाइग्रोस्कोपिक पनि युज गर्दैन, ग्राभिटी पनि युज गर्दैन, ग्राभिटीको तल जाने हो, केमिकल पनि युज गर्दैन। क्यापिलरी वाटर चाहिँ के गर्छ? प्लान्टले चाहिँ युज गर्छ भनेर सम्झिनु पर्यो, क्यापिलरी वाटर है त। अर्कोमा जाउँ। रिलेटिभ कम्प्याक्सन के हो त? रिलेटिभ कम्प्याक्सन भनेको चाहिँ गामा डी डिभाइड बाई गामा डी म्याक्स भन्छौँ हामीले, जुन चाहिँ कम्प्याक्सन एट फिल्ड डिभाइड बाई थ्योरिटिकल कम्प्याक्सन भनेको के हो? रिलेटिभ कम्प्याक्सन हो। अब जाउँ। इजिएल माइनस एचजिएल गिभ्स। इजिएल माइनस एचजिएल को डिफरेन्स भनेको के हो? इजिएल भनेको इनर्जी ग्रेड लाइन भन्छौँ, एचजिएल भनेको के भन्छौँ है? अब इजिएल त इनर्जी ग्रेड लाइन हो, एचजिएल को ठ्याक्क अहिले मैले बिर्सेँ। टिएल भनेको टोटल इनर्जी लाइन हो, एच भनेको चाहिँ हाइड्रोस्ट्याटिक हो कि अथवा समथिङ के छ है। जहाँ चाहिँ इनर्जी ग्रेड लाइनको फर्मुला इजिएल भनेको के हो? पी बाई गामा प्लस भी स्क्वायर बाई 2g प्लस जेट हो है। अनि एचजिएल भनेको चाहिँ के हो? पी बाई गामा प्लस जेट हो। अब यो माइनस यो गर्नु त इजिएल माइनस एचजिएल, यो माइनस गर्दाखेरि माइनस पी बाई गामा माइनस यो प्लस पी बाई गामा काटियो, जेट काटियो, बाँकी रह्यो भी स्क्वायर बाई 2g। भी स्क्वायर बाई 2g भनेको भेलिसिटी एड हो। यसरी चाहिँ हामीले चाहिँ यो चाहिँ सल्भ गर्न सक्छौँ। आजको लागि यति नै भयो। थ्याङ्क्स फर वाचिङ।